ओके सबैलाई नमस्कार। आज हामी अनि इनडिजाइनमा टेबल कसरी हाल्छ त्यो बनाउने सिक्ने गइरहेको छौँ। न टेबल तिमीहरूलाई धेरै जतिले थाहा छ होला टेबल भन्ने बेला के हो भनेर, तर टेबल चाहिँ यहाँ इनडिजाइनमा कसरी हाल्छ अनि टेबलको अब थोरै बेसिक बुझौँ न हैन, राइट? त्यो चाहिँ मैले यहाँमा त्यो गरेको छु, पहिलेदेखि रेडी गरेर राखेको छु। ओके, न फर्स्ट वान हामीलाई यो लाइन यदि उतापट्टिको लाइनलाई चाहिँ के भन्छ भने रोस भन्छ। ब्लू कलरको एउटा छ नि त्यसलाई के भन्छ, रो भन्छ। उतापट्टि गयो भने मुनि आयो भने यहाँ यसलाई चाहिँ के भन्छ, कोलम। कोलम ए, कोलम बी, कोलम सी, कोलम डी भनेर यहाँ रो 1, रो 2, रो 3 भन्ने यसरी आउँछ। अब जस्तो कि मैले यहाँ सिरियल नम्बर लेखेको छ, यो सिरियल नम्बर केमा बसेको छ अहिले, कलम्समा बसेको छ र रोसमा बसेको छ। रोमा सिरियल नम्बर, फादर नेम, फादर्स नेम यसरी लेखेर राखेको छ मैले, राइट? सो मुनि चाहिँ हेऱ्यो भने तिमीहरूलाई के भन्छ, कलम र रो। यो दुईटा फरक थाहा पाउनुपर्छ। धेरै जतिले अब यो थाहा नभएर धेरै कन्फ्युज हुन्छ, त्यो भयो। न यो कलम र रोको बारेमा मैले भन्यो। उतापट्टि यो ब्लू कलरको लाइन एउटा छ नि त्यसलाई चाहिँ के भन्छ, कलम। उतापट्टि गयो भने के भन्छ, कलम। मुनि आयो भने त्यसलाई के भन्छ, कलम भन्छ। उतापट्टिलाई रोस भन्छ। सरी, उतापट्टि रोस, मुनि कलम। ओके, मुनि आयो भने कलम भन्छ, राइट? न यो याद गर्नु होला, योलाई कलम मुनि, उतापट्टि रोस, यो दुईटा याद भयो भने त्यसको पछि हामी के जान्ने पर्छ भने त्यसको पछि हामीलाई चाहिँ नर्मली यहाँमा म अहिले सानो गरिदिन्छु, देख्ने सजिलो हुन्छ। अब यहाँमा यो बक्स एउटा छाने नि, मैले एउटा बक्स छाने नि, यो बक्स छान्यो यहाँमा। फर एक्जाम्पल यहाँमा अब तिमीहरूलाई यहाँ फादर्स नेम भन्ने एउटा बक्स एउटा छ नि त्यसलाई के भन्छ, सेल भन्छ। एउटालाई यसलाई के भन्छ, सेल भन्छ। एउटा सेल भन्छ, यसलाई सेल, यसलाई पनि सेल, यसलाई पनि सेल, सेल भन्छ। अब यहाँमा यस्तो हेरौँ, राइट? नेम भनेको सेल केमा बसेको छ, सी को नम्बर 2 मा 3 मा बसेको रहेछ। यो नेम भनेको चाहिँ नेम सी को 2 मा बसेको छ। त्यो चाहिँ थाहा पाउनु पर्यो, तीनटा चिज। फर्स्ट वान रोस। रोस भन्ने बेला उतापट्टि, कलम्स भन्ने बेला मुनिपट्टि, राइट? यो दुईटा त कन्टा गर्ने सजिलो हुन्छ होला। रोस उतापट्टि, मुनि कलम, राइट? ओके, मुनि कलम, उता रोस भयो नि। अब त्यसको पछि यहाँ एउटा बक्सलाई, यो बक्स सानो सानो बक्सलाई के भन्छ, सेल भन्छ। त्यसलाई के भन्छ, सेल। त्यो भइसकेपछि अब हामीले यो रोस र कलमको बारेमा बुझ्यो। अब त्यसको पछि यहाँमा सेल सानो सानोहरू 4-5 सँगै मिलायो भने त्यसलाई के भन्छ, मर्ज भन्छ। मर्ज, ओके? सेलहरू मर्ज गर्ने बेला, मर्ज भन्ने बेला सेल 3-4 एउटा सेलमा बनाउने मन छ भने त्यसलाई के भन्छ, मर्ज भन्छ। अब पछि यो टर्म्सहरू धेरै धेरै युज आउँछ, राइट? इनडिजाइनमा अहिले मैले यो एक्सेलमा देखाउँदैछु कस्तो के हो भनेर। सो एक्जाम्पलको लागि मैले एउटा सेल, दुईटा सेल, तीनटा सेल, एउटा या तीनटा सेल छ, तीनटा सेल चाहिँ म एउटा बनाउनु मन छ भने के गर्छ, मर्ज गरिदिन्छ। मर्ज भन्ने बेला यो तीनटा सेल एउटाकोमा बनाइदिएकोलाई मर्ज भन्छ, राइट? यो चाहिँ याद गर्नु। अब एउटा, दुईटा, तीनटा, 4 टर्म। फर्स्ट वान रोस, कलम्स, अनि यो बक्सलाई के भन्छ, सेल भन्छ, राइट? त्यसको पछि यदि 3-4 सँगै मिलायो भने के भन्छ, हामीलाई सँगै मिलायो भने मर्ज भन्छ। मर्ज भन्छ, यसलाई के भन्छ, मर्ज भन्छ। यो 3-4 मिलाएकोलाई एउटा मतलब बक्स एउटालाई के भन्छ, सेल भन्छ। यहाँ सेल, सेल, यो सबैले सेल भन्छ। उतापट्टि गयो भने हामीले के भन्छ, कलम्स भन्छ। मुनिपट्टि आयो भने रोस, मुनिपट्टि आयो कलम्स, उतापट्टि रोस। ओके, मैले यहाँ यो देखाउने लागि मात्रै राखेको छु। नाउ नेक्स्ट वान, लेट्स गो टु द इनडिजाइन, राइट? नाउ इनडिजाइन भित्र हाम्रो सिम्पल के छ, यस्तो पनि हुनसक्छ कहिले कहिले हाम्रो होइन, एक्सेलको पहिल्यैदेखि सिट बनाएर राखेको हुन्छ। एक्सेल सिट चाहिँ यता इनडिजाइनमा ल्याउने पाउँछै पाउँदैन, त्यो पनि प्रश्न आउन सक्छ होला, राइट? त्यो पाउँछ। हामीले अस्ति जस्तै सेम डकुमेन्ट कसरी लियो त्यसको सेम हो। यदि त्यसको बारेमा थाहा छैन भने अनि म यहाँतिर आई बटनमा थिच्नु होला, चेक गर्नु होला, राइट? म डिस्क्रिप्सनमा पनि राखिदिन्छु, यहाँमा भिडियो 3-4 हुन्छ, राइट? नाउ
InDesign मा हामीले यो पेज लिएको छ राइट अहिलेको लागि सिर्फ हामीले टेबल बनाउने मात्र सिक्दै त राइट ओके अब म यो पेज चाहिँ ओरिएन्टेसन चाहिँ अलिकति छुट्टै गरिदिन्छु म अलिकति ल्यान्डस्केप गर्छु राइट ओके नाउ फर्स्ट वान यहाँ माथि एउटा बार देख्नु हुन्छ होला फाइल एडिट लेआउट टाइप अब्जेक्ट टेबल भन्ने यहाँ छ राइट भ्यू विन्डो यो माथिको एउटा विन्डो एउटा छ त्यसको माथि गएर टेबल भन्ने एउटा छ त्यसमा थिच्नु होला नाउ टेबल बनाउने तरिका धेरै हुन्छ तिमीहरूलाई तरिका कस्तो कस्तो छ म यो अहिले यो भिडियोमा सानो सानो बनाइदिन्छु राइट फर्स्ट टेबल भन्ने थिच्नु नाउ क्रिएट टेबल भन्ने थिच्नु होला क्रिएट टेबल थिच्ने बित्तिकै तिमीहरूलाई एउटा डायलग बक्स आउँछ यो डायलग बक्स भित्र भनेको हुन्छ के भनेको हुन्छ भने तिमीलाई रोज कति चाहिन्छ कलम कतिवटा चाहिन्छ भनेको अघि हामीले रोज भन्ने के हो उतापट्टि कलम भन्ने बेला मुनिपट्टि राइट सो अब हामीले रो कति चाहिन्छ कलम कति चाहिन्छ मलाई रो 5 वटा चाहियो कलम 5 वटा चाहियो भयो यो हेडर भन्छ अब जस्तो कि हाम्रो हेडर लेख्ने पाउनु यो हाम्रो माइक्रोसफ्ट वर्डमा भयो भने हेडर कस्तो लेख्छ यसलाई हेडर भन्छ नि राइट यो माथिलाई हेडर भन्छ यो माथिको अहिले मैले यहाँ माथि यो ब्लू कलर देख्दैछ होला यसलाई के भन्छ हेडर भन्छ त्यस्तो जस्तै यहाँमा पनि हेडर बनाउनु पाउँछ तर हामीले हेडर चाहिँ आफैको अनुसारले बनाउनु मन छ भने के गर्छ एउटा रोज एउटा एक्स्ट्रा हालिदिन्छ धेरै जतिले त्यो गर्छ हेडर भने अटोमेटिक लिँदैन ओके पहिला हामीले अहिलेको लागि बेसिक जाउँ 5 राख्दिनु नाउ टेबल स्टाइल यो हामी भोलि जान्छौँ अहिलेको लागि के चाहिँदैन बेसिक टेबल भनेर राख्दिनु त्यसपछि ओके थिच्नु ओके थिच्ने बित्तिकै कर्सरको माथि एउटा बक्स जस्तो सानो एउटा आउँछ त्यसको मतलब के हो अब मैले टेबल बनाइसक्यो इन्डिजाइनले तिमीलाई के भन्दैछ टेबल बनाइसक्यो अब कहाँ राख्ने मन छ भने यदि तिमीले यतिका क्लिक मात्र गरेको छ यहाँ यतिका यसरी छोड्यौ भने तिनीहरूले यहाँ अटोमेटिकली भरिदिन्छ भयो नि तर तिमीले क्लिक नगरिकन फर एक्जाम्पल क्लिक नगरिकन मैले ड्र्याग गरे भने ड्र्याग मतलब यहाँदेखि यसरी ड्र्याग गरे भने तिमी आफ्नो कति ठुलो चाहिन्छ कति सानो चाहिन्छ त्यो बनाउनु पाउँछ ओके न अहिलेको लागि म पहिला उदाहरणको लागि यति आधा यति जति राख्छु 5x5 भयो अब हामीले के हो अघि मैले भनेको यो एउटा बक्सलाई के भन्छ सेल भन्छ नि राइट हामीले अघि बक्समा सेल भन्ने नि अब त्यसको पछि हामीले जान्ने कुरा अर्को के छ भने यो अक्षरहरू माथि हुन्छ धेरै जति माथि बसेको हुन्छ यो अक्षरहरू धेरै जति केमा हुन्छ माथि अब म यहाँ जुम गरेर देखाउन सक्छ भने म देखाउँथे राइट सो किनकि मैले यहाँ जुम गर्नेको टुल निकाल्यो भने पनि यहाँ पछि प्रिभ्यूमा चाहिँ मैले जुम देखाउन सक्दैन रहेछ त्यो भएको कारणले ओके न अब मैले यहाँ गर्छु त्यसको पछि यो टेक्स्टहरुको लागि अब टेक्स्टहरु एलाइन कसरी गर्छ राइट हामीले टेबल त बनाइसक्यो अब टेबल स्टाइलहरु हामी पछि सिकौँला राइट अहिलेको लागि बेसिक मात्र जाउँ बेसिक के हो भने यहाँमा टेक्स्ट राख्नु पर्छ यसमा टेक्स्ट जुन राख्नु मन छ फर एक्जाम्पल उदाहरणको लागि सिरियल नम्बर नेम क्लास सो रोल नम्बर राख्छु यहाँमा पीएच भनेर राख्छु फोन नम्बर राइट अब तिमीहरूले यहाँ राम्रोसित हेरे यहाँ मैले यो टेबलको साइडमा गए भने एउटा बाँड जस्तो एउटा देख्दै रहेछ एउटा त्यसलाई के गर्छ त्यसले एउटा फुल रो छानेर दिन्छ मुनि गयो ए ओके सेम कलम छान्ने मन छ कलम एउटा फुल लाइनै छान्ने मन छ भने माथि हवर गर्नु यसको माथि गएर धागो जस्तै आयो नि त्यसमा छान्नु सेम हो ओके नत्र मलाई यो सबै टेबल फुल छान्ने मन छ भने छेउ साइडमा जानु होला म यहाँ जुम गरेर देखाउन सक्छु कि हेर्छु हो त्यो बाँड यस्तो सानो यस्तो 13 जस्तो आयो नि त्यसमा थिच्यो भने फुल छानिदिन्छ यसले के गर्छ बक्स फुल छान्छ नाउ हामीलाई के चाहिन्छ बक्स फुल पहिला छान्ने भन्दा अगाडि फर्स्ट यो हेडर बनाउँछ यो चाहिँ के गर्छ हेडर अब हेडर भन्ने भने हामी जुन भन्ने भने त्यो सेम त राइट ओके यो बनायो यो सबै थिचेर हामीले के थिच्यो कलम हैन रोज सबै छानिसकेपछि हामीले के गर्न पाउँछ यसमा यहाँ यो टेक्स्ट टुलहरुको युज गर्न पाउँछ अब टेक्स्ट टुलको यो एलाइन सेन्टर गर्न पाउँछ राइट एलाइन लेफ्ट गर्न पाउँछ एलाइन राइट गर्न पाउँछ ओके जस्टिफाई विथ द लास्ट एलाइन सेन्टर योहरु त सेम हो यो माथि र यो मुनि सेम हो ओके यो सेम भयो नि अब मैले यहाँ त्यसको पछि
यो अक्षर चाहिँ यहाँ बिचमा ठिक्कै आउने मन छ भने के गर्छ यतापट्टिको युज गर्छ यो एलाइन टप एलाइन सेन्टर एलाइन बटम यहाँमा हेर्दा एलाइन सेन्टर र यो एलाइन सेन्टर यो फरक छ त यो के फरक छ यो चाहिँ यो एलाइन सेन्टर चाहिँ अक्षर चाहिँ बिचमा मात्र ल्याउँछ ओके अक्षर मुनिको बिचमा ल्याउँदैन यो सिधै बिचमा ल्याउँछ सो एक्जाम्पलको उदाहरणको तौरमा म यहाँ एउटा बक्स लिन्छु ओके सो उदाहरणको तौरमा लिन्छु त ओके ओके नाउ यो बक्समा एउटा कलर लगाइदिन्छु सायद देख्नेको लागि ओके अब मैले एलाइन सेन्टर अघि मैले भने नि सो एक्जाम्पल फर्स्टमा हामीले एक्जाम्पल के गर्यो यो लियो भने यो एलाइन सेन्टर चाहिँ के गर्छ भने यसले चाहिँ यो अक्षर चाहिँ यतापट्टि चाहिँ तान्छ यसरी यतापट्टि र उतापट्टि चाहिँ जान्छ एलाइन सेन्टर लेफ्ट राइट चाहिँ यसरी तान्छ भयो नि ओके नाउ त्यसको पछि यो यतापट्टिको चाहिँ के गर्छ भने माथि र मुनि टप यहाँ छ नि सो एक्जाम्पल माथि र मुनिको चाहिँ टाल्छ यसले अक्षर कहाँ टाल्छ माथि र मुनि टाल्छ अब तिमीहरूले यहाँ के एडिट गर्ने पर्यो भने हामीले नर्मली त्यहाँमा डबल क्लिक गर्नुपर्छ यो बक्समा डबल क्लिक त्यसपछि साइडमा जानु होला धागो त्यो बाण जतिको त्यसमा थिच्नु एउटा फुल रो छानिदिनु एलाइन सेन्टर गरेपछि यो चाहिँ मुनि सेन्टर गरिदिन्छ यी देख्नुभयो त्यसको पछि हामीले अक्षर ठुलो बनाइदिनु आफ्नो अनुसारले कति ठुलो बनाउनु पर्छ त्यो बनायौँ अनि फोन्ट चाहिँ कुन चाहिँ चाहियो त्यो चाहिँ छान्नु होला आफ्नो अनुसारले जाने हो सो आई चेक द फोन्ट्स हियर टाइम्स न्यू रोमन गरिदिन्छु राइट अब मलाई टेक्स्ट कलर हाल्ने पाउँदैन पाउँछ टेक्स्ट कलर कसरी हाल्छ यहाँ बक्स माथि छ नि यो फिल भनेकोमा थिच्नु होला सिधै नछानिकन यहाँ यतापट्टिको छ अब यो दुईटा फरक छ अस्ति नै हामीले सिकेको बेला हामीले सिधै डाइरेक्ट मात्र हाल्छ धेरै जति ओके यहाँमा यो दुईटामा यहाँमा यसमा थिच्ने यहाँ बक्स एउटा सानो देख्ने हुन्छ होला तिमीहरूले यहाँमा टी भन्ने एउटा देख्नु हुन्छ फर्मेटिङ एफेक्ट्स टेक्स्ट भन्ने लेखेको छ त्यसमा थिच्नु यदि जे थिच्यो भने चल्दो रहेछ राइट तर सर्टकट यहाँ देखाउँदो रहेछ जे थिच्यो ओके अब मैले यहाँ टेक्स्ट कलर समवेयर अराउन्ड येलो गरिदिन्छु यो चाहिँ टेक्स्ट कलरको लागि हो यो यतापट्टि बक्सको कलर चाहिँ के हो भने यो बक्सको कलर चाहिँ के चाहियो भनेको सो आई से ब्ल्याक ब्लू गरिदिन्छु राइट सो तिमीहरूलाई म यस्तै आउँछ यो आमा सबै छानेछु मैले बनाएछु फोन नम्बर सबै बनाएँ अब मुनिको फर्मेट गरेको छैन अब मुनिको फर्मेट गर्नेको लागि हामीले यसरी गरेर छान्नु होला सबै छान्नु हामीले यो चाहिँ बटममा चाहियो राइटमै चाहियो ठिकै भयो राइट अनि यो टेक्स्ट भयो 14 राखिदिनु होला टेक्स्ट त्यतिकै राखिदिनु सिरियल नम्बर भयो यसरी आउँछ राइट सो यो भयो बेसिक ओके नाउ अब हामीले यहाँमा यो मैले टेक्स्ट पनि भन्यो यो पनि भन्यो अब फर्स्टमा यदि तिमीहरूले क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइलको हेरेको छैन भने एकताल हेरिदिनु होला त्यसको बारेमा पनि के भन्छ डिटेलमा मैले भनेको थियो क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइल भनेको थियो मैले राइट सो यसमा हामीले क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइल बनाउनु पाउँदैन पाउँछ ओके सो यसरी गर्नु प्याराग्राफ स्टाइल 1 गरिदिनु यहाँमा हामीले हेडिङ भन्ने पनि हुन्छ हेडर भन्ने हुन्छ हेडिङ भनेर लेखिदिनु होला भयो अब के गरेर मैले यहाँमा हेडिङको कलर चेन्ज गर्ने मन छ यहीँ गरेर जान्छ राइट ओके बेसिक क्यारेक्टर फर्मेटमा जानु होला तिमीहरूले यहाँमा त्यहाँ सबै चेन्ज हुन्छ किनकि मैले सबैमा त्यो एप्लाई गरेको छ यहाँमा यो बनाउने फाइदा एउटा के छ भने पछि के गरेर मलाई यो सबैको चेन्ज गर्ने मन छ भने एक गरेर गयो भन्दा टाइम लाग्छ राइट त एक्जाम्पल उदाहरण अर्को पनि यस्तो दिन्छु राइट सो एक्जाम्पल यहाँ लिन्छु अर्को बक्स एउटा कपी गरिदिन्छु मैले कपी गर्नेको लागि हामीले के थिच्यो अल्ट थिच्यो बक्समा थिच्यो पहिला त्यसो अल्ट थिच्यो ड्र्याग गर्ने मात्र हो ओके अब यसमा चाहिँ म फर्मेटिङ प्याराग्राफ स्टाइल कुन चाहिँ राख्यो यो अघि सेम राखिदिन्छु अब हामीले यदि यो तिमीहरूले टेक्स्ट यस्तो बक्स बनाउँदैछ बक्स चाहिँ 20-30 वटा छ भने त्यति बेला तिमीहरूले यहाँ यस्तो गरेर रो सबै छानेर यो मुनि सानो गरेर बस्ने टाइम धेरै खान्छ राइट त्यो कारणले हामीले के गर्छ एउटा प्याराग्राफ स्टाइल बनाइदिन्छ डबल क्लिक गर्ने यसमै डबल क्लिक गरिदिने सो यसमा जानु बेसिक क्यारेक्टर फर्मेटमा जानु होला त्यसको पछि डाइरेक्टली यहीँबाट म सानो ठुलो बनाउनु पाउँछ
एउटाको काम मात्र हो एउटा काम गर्ने बित्तिकै सबैजना अक्षरहरू चेन्ज हुन्छ भयो अटोमेटिक चेन्ज भयो भइसक्यो राइट ल्याडिङ ट्रेसहरू सबै चेन्ज गर्नु पाउँछ एडभान्सहरू तिमीहरूले यहाँमा के चाहिँ नथिच्नु होला किनकि अब यहाँमा धेरै जति के हुन्छ हामीले यस्तो इम्पोर्टेन्ट चिजहरू पनि हुन्छ जुन तिमीहरूले यहाँ बिगार्ने पनि सक्छ राइट ओके या अब यदि मलाई टेक्स्ट कलर चेन्ज गर्ने मन छ भने एउटाको टेक्स्ट कलर चेन्ज गर्ने छ हामीलाई एउटाको लागि मात्र सो एक्जाम्पल से रेड कलर युज गर्छु राइट रेड कलर युज गर्ने बित्तिकै यसमा राइट क्लिक गर्नु होला जुन हेडिङमा यहाँ तिमीहरूले प्लस साइन देख्दैछ होला यसमा गयो भने प्लस साइन देखाउँदैन यसमा गयो भने प्लस साइन देखाउँदो रहेछ कारण के हो यहाँमा तिमीले यहाँमा केही मोडिफाई गरेको छ अब मलाई सबैको कलर रातो चाहियो यही म जानु राइट क्लिक गर्नु होला रिडिफाइन स्टाइलमा थिच्नु होला रिडिफाइन स्टाइल थिच्ने बित्तिकै येलो सबै रेड हुन्छ अटोमेटिक हेरे भयो ओके यसमा फाइदा त्यो हो राइट त्यसको पछि अब मुनिको एलाइन टेक्स्टहरू तिमीहरूले आफै अनुसारले त्यो लेख्ने हो राइट सो एक्जाम्पल 1 2 3 भयो 4 राइट यदि नम्बरहरू अब यो टेक्स्ट बक्स चाहिँ अब यो चाहिँ म मेटिदिन्छु सो वी डोन्ट नीड दैट वान हामीलाई यो चाहिँदैन राइट सो टेक्स्ट बक्स चाहिँ हामीले केही गरेर अब यहाँमा कुरा अर्को के जान्ने पर्छ भने हामी यो म फ्रेम टुल दिन्छु फ्रेम टुल यहाँ राख्छु राइट यो टेबल चाहिँ अब हाम्रो एक्सेल जस्तो हैन एक्सेल भयो भने अलिकति छुट्टै छ हाम्रो के हो एक्सेलमा यो पहिलेदेखि शीट भित्र लेख्दैछन् राइट सबै यहाँमा इनडिजाइनमा के छ भने तिमीहरूले एउटा टेक्स्ट बक्सको भित्र अनि यो टेबल राखेको छ तिमीले यदि टेक्स्ट बक्स ठुलो बनायो भने टेबलले के इफेक्ट पर्दैन टेबल चाहिँ सेम साइज बस्छ सो उदाहरणको तौरमा म यो साइडमा राखेर एक्जाम्पल यहाँ साइड लिएर मलाई अब तिमीहरूले धेरै जति यस्तो छ यो म फर्स्ट सिक्ने बेला पनि मलाई त्यही प्रब्लम धेरै भएको थियो सो एक्जाम्पल मलाई यो टेबल चाहिँ अलिक ठुलो बनाउनु मन छ यहाँ साइडमा गएर यसरी थिचेर तान्यो भने के भयो मैले त टेबलै ठुलो बनाएको थिएँ तर यो बक्स मात्र ठुलो भयो के हो कारण के हो भने यो तिमीहरूले टेबल चाहिँ एउटा बक्सको भित्र हुन्छ बक्स ठुलो बनाएको मात्र हो तिमीले टेबल ठुलो बनाएको छैन यदि तिमीले टेबल ठुलो बनाउनु मन छ भने कन्ट्रोल थिच्नु होला अनि माउस क्लिक गर्ने हो त ल कन्ट्रोल थिच्नु माउस क्लिक गरेर अनि कति ठुलो चाहियो तिमी आफ्नो अनुसारले जान्छ ए ठुलो भयो ओके नत्र अर्को बाटो के छ यहाँ थिच्ने अब कन्ट्रोल नथिचिकन यतिका म यहाँसम्म चाहियो त्यसको पछि राइट क्लिक गर्नु होला राइट क्लिक गरेर फिटिङ भन्ने छ राइट फिटिङ भन्ने यहाँ छ नि हो त्यसमा थिचेर फिट फ्रेम टु कन्टेन्ट भनेको छ ओके मलाई बक्स जत्रो त्यो टेबल चाहियो भनेको थिच्ने बित्तिकै टाइम लियो एकछिन टाइम लिन्छ त्यसले किनकि मेरो यहाँमा के बिग्रेको ओके सरी मलाई यहाँमा फिट कन्टेन्ट प्रोपोर्सनली भन्ने लेखेको छैन यहाँ बक्स जति यो टेबल जति ठुलो छ त्यत्रो बक्स बनाइदिउँ भनेको छ ओके खास गरी यहाँ ओब्जेक्ट फिट कन्टेन्ट प्रोपोर्सनली पाउँदैन रहेछ यहाँमा यो बक्स चाहिँ छुट्टै रहेछ राइट सो अघिको बाटोमै जाउँ कन्ट्रोल थिच्नु यहाँबाट यसरी ड्र्याग गर्नु त्यो आयो सो सेम हो अब तिमीले यदि यो कन्ट्रोल नथिचिकन सानो बनायो भने उदाहरण तौरमा सानो बनायो भने यहाँ हेर्नु त तिमीले यहाँ यतापट्टिको चाहिँ केही हात चलाउनु पाउँदैन सिर्फ यहाँ टेक्स्ट बक्समा भित्र भएको मात्र चलाउनु पाउँछ तिमीलाई त्यति बेला के गर्छ हामीले यहाँ राइट क्लिक गरेर फिट फ्रेम टु कन्टेन्ट भित्र टेक्स्ट के भन्छ यो टेबल जत्रो ठुलो छ त्यत्रो बक्स दिनु भनेको हुन्छ योले चाहिँ भयो अब यहाँ भएन भने फेरि जानु थिच्न के टेन्सन छैन राइट त्यस्तो न अब अर्को बाटो के छ हाम्रो अर्को बाटो के छ भने यो बक्समा थिचेर हामीले फ्रेम यो टुल दिएको छ रेक्टेंगल फ्रेम टुल लियो टेबल जानु क्रिएट टेबल गर्ने बित्तिकै ओके थिच्नु होला ओके थिच्ने बित्तिकै मलाई यो बक्स जत्रो टेबल चाहियो ओके उदाहरण तौरमा यहाँ छोड्दिने राइट सरी यहाँ भएन के भएको ओके मिस्टेक मेरो मिस्टेक रहेछ यहाँ सो मिस्टेक के छ भने
यहाँमा फ्रेम टुलमा भित्र हालेको छैन रहेछ, हामीले छुट्टै हालेको रहेछ। सो टेक्स्ट टुल दिन्छु म अहिलेको लागि। टेक्स्ट टुल यहाँमा बक्स बनाइदिन्छु टेक्स्ट टुल लिएर। ओके, त्यसको पछि यहाँमा क्रिएट टेबल गरिदिन्छु, ओके गरिदिन्छु, यहाँ फालिदिन्छु। राइट, यस्तो हो तिमीहरूलाई। अब यहाँमा यस्तो गरेर ओके सरी, यहाँमा चाहिँ नि टेक्स्ट बक्सको भित्र तिमीहरूले डबल क्लिक गरेर इन्सर्ट टेबल गर्नु। अघि क्रिएट टेबल आयो, अहिले इन्सर्ट टेबल। इन्सर्ट टेबल गर्ने बित्तिकै ओके थिच्नु, 5 को 5 चाहियो यत्रो। ओके, अनि तिमीहरूले यो टेबल चाहिँ ओके, त्यो त्यति भयो। राइट, अब मर्ज चाहिँ कसरी गर्छ? सो उदाहरण तौरमा हामीले मर्ज गर्ने बेला, राइट, सो मैले यहाँ के लेखिदिएको छ भने कन्ट्रोल थिच्छु त। ओके, कन्ट्रोल थिचेर जाने हो सँगै। ओके, सो समवेयर लाइक द्याट वान। राइट, म यहाँ मुनि राख्छु। अब माथि यहाँ यहाँ माथि मलाई एउटा रोज चाहियो, यहाँ माथि एउटा रो चाहियो। एक्स्ट्रा रो कसरी लिन्छ? यहीँ माथि छ। राइट, यहाँ 5 भनेको छ भनेर लिनु। राइट, अटोमेटिक बनाइदिन्छ। तर यो माथि चाहिँ भएन, त्यो रो कहाँ पठाउँछ? मुनि पठाउँदो रहेछ। राइट, सो के गर्ने हामीले के गर्छ? यो बक्स चाहिँ अलिकति ठुलो बनाइदिन्छु। राइट, यतिसम्म राखिदिन्छु। सो यहाँ साइडमा थिच्छु। यहाँमा साइड 3टा धारको भएको छ नि, त्यसमा थिच्नु होला। इन्सर्ट भने जानु। अब रो चाहियो कि कलम चाहियो? रो चाहियो, ओके गरिदिनु। एबभ चाहियो कि बिलो चाहियो? अब यहाँ बिलो चाहियो भने मुनि आउँछ, एबभ चाहियो भने यसको माथि आउँछ। ओके गरिदिनु, एबभ आयो नि अटोमेटिक। ओके, न यसमा कलर हामीलाई केही चाहिँदैन अहिलेको लागि, फिलहालको लागि हामीलाई कलर केही चाहिँदैन, नन गरिदिनु होला। कलर भयो। ओके, अब मलाई यो मर्ज गर्ने चाहन्छु, अघि जस्तो मर्ज भन्ने नि। राइट, यो 1 2 3 सबै मर्ज गर्ने मन छ। यो सबै छानेर, यो सबै रो एउटा फुल लाइन एउटा छानेर यहाँ साइडमा आउँछ। यहाँ छ नि मर्ज सेल भन्ने एउटा आउँछ, त्यसमा थिच्यो भने यो 5वटा सेल चाहिँ एउटा सेल बनाइदिन्छ। ओके, अनि तिमीहरूले अनमर्ज गर्ने पनि पाउँछ। पछि के गरेर न म अघि 5 कै चाहियो, 5 आउँछ, यो फेरि यो गर्ने पाउँछ। राइट, सो I'll say class रिपोर्ट गर्छु। राइट, क्लास रिपोर्ट गरेर यहाँमा कलर चाहिँ चेन्ज गरिदिन्छु। यसको चाहिँ कलर समवेयर ब्लू, राइट, और ग्रीन गरिदिन्छु। है, यसमा हामीले प्याराग्राफ हेडिङ लिएको छ कि छैन हेर्नु होइन। यो छ भने यसमा ओके गरेर राखिदिनु होला। तर हामीले क्यारेक्टर स्टाइल र प्याराग्राफ स्टाइल अघि भनेको जस्तै हो, यसमा हामी छुट्टै लिए पनि हुन्छ। यहाँ मेन हेडिङ भनेर मेन हेडिङ भनेर लेखिदिन्छु। अनि यसमा हामीलाई अलिकति ठुलो बनाइदिन्छु। राइट, ठुलो बनाएर यो कलर चाहिँ ग्रिन बनाइदिन्छु। अनि त्यसको पछि यहाँमा गएर राइट क्लिक गर्नु, रिडिफाइन स्टाइल गरिदिनु, भयो। यति भयो। यो मैले भनेछु। यो अब मर्ज कसरी गर्छ, यो सेल भने। अब त्यसको पछि तिमीहरूले सलेक्सन टुल लिनु होला, डब्लु थिच्नु होला। डब्लु थिच्यो भने के हुन्छ? तिमीहरू प्रिन्ट गर्यो भने यसरी आउँछ भने देखाउँछ। ओके, अब यतिसम्म हो। अनि त्यसको पछि हामी बिस्तारै यो स्ट्रोकहरू कसरी बदल्नेहरू त्योहरू सिक्छ। स्ट्रोकहरू त सजिलो छ, धेरै जति स्ट्रोकहरूले धेरै प्रब्लम हुँदैन। अनि टेबल स्टाइल र सेल स्टाइल भने के हो, अनि त्यसको पछि यो टेबलहरूको एउटा डिजाइन कसरी बनाउँछ त्योहरूको बारेमा पनि सिक्छु। अनि टाइम भ्यायो भने हामीले क्यालेन्डरको बारेमा पनि सिकौँ। राइट, यदि तिमीहरूलाई कोही टिब्यारन थाहा छ भने क्यालेन्डर मैले पहिल्यैदेखि टिब्यारनमा बनाएको छु, त्यो आई बटनतिर आउँछ होला, त्यसमा चेक गर्नु होला। यतिसम्म राखिदिन्छु। अनि अब भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होला। ओके, हस्, अब राखिदिन्छु। थ्याङ्क यू एभ्रिवान।